हेलो नमस्कार। आज हामी चाहिँ विश्वको अग्लो ठाउँमा दानफले ठाउँ छुमचौर जिल्लामा पुगिसकेका छौँ र चाहिँ आज टाढाबाट हाम्रो आरसी दानियल भाइलाई चाहिँ यस विश्वकै अग्लो ठाउँमा दानफले ठाउँ हाम्रो पादरासी छुमो जिल्लामा यहाँलाई धेरै धेरै स्वागत छ। धन्यवाद। ल सबैजनालाई नमस्ते। सबैजना हाम्रो जुम्लादेखि सबैजना दाजुभाइ दिदीबहिनी आमाबुहरूलाई एकदमै नमस्कार भन्न चाहन्छु। अनि हाम्रो यस जुम्लाको सबैभन्दा माननीय आदरणीय हाम्रो ज्ञानेन्द्र साई जुन आदरणीय ज्यू हुनुहुन्छ, उहाँले चाहिँ यो भनेको विश्वको नाममा चिनिसकेको वर्ल्डको सबैभन्दा हाई ठाउँमा 2800 मिटरको हाइटमा पाइने धान जुन यो धान छ, यो ठाउँको धानलाई चाहिँ एकदमै ब्रान्डिङ साथै विश्व सामु चिनाउनलाई चाहिँ एकदमै धेरै ब्रान्डिङ गरिदिन, अझै पर्यटन पर्वतमा विकास पुर्याउन साथै अझै यसलाई के गरी हुन्छ सोसियल मिडियाले द्वारादेखि हुन्छ कि अझै ब्यानरहरू लगाएर हुन्छ कि विश्वको सबैभन्दा हाई ठाउँमा पाइने हाम्रो धान चाहिँ हाम्रो जुम्ला नेपालमा कर्णाली प्रदेशमा रहेको छ भनेर अझै चिनाइदिनु हुन विनम्र अनुरोध गर्दछु। म पनि यस ठाउँमा आएर म यो ठाउँमा जुम्लामा आएर धेरै ठाउँ प्रमोसन गरेँ, एक्सप्लोर गरेँ, तर यो ठाउँ जस्तो जुम्ला जस्तो मलाई अर्ग्यानिक साथै यहाँको अनौठो पर्यटकीय ठाउँहरू देख्दा चाहिँ म एकदमै आकर्षित भएँ र सबैजनालाई वेलकम छ हाम्रो जुम्ला जिल्लामा, अल ओभर नेपाल साथै देश विदेशमा बस्नु भएको सबै नेपाली दाजुभाइहरूलाई भन्दै धन्यवाद छ टाइम दिनुभएकोमा हाम्रो दाजुभाइ। धेरै धेरै धन्यवाद भाइ। टाढाबाट आएर पनि हाम्रो ठाउँको यो मार्सी चामलको विषयमा चाहिँ धेरै प्रबोधन गरिदिनु भएकोमा यहाँलाई धेरै धन्यवाद भाइ। फेरि पनि तपाईँहरूले आउन सक्नुहुन्छ र नेपालभरि छरिएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनी पनि जुम्लामा आउनुहुन्छ, कर्णालीमा आउनुहुन्छ भने एकचोटि अवश्य पनि पातारासी गाउँपालिका जुम्लामा आएर चाहिँ विश्वकै अग्लो ठाउँमा दानफले ठाउँ भिजिट गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। हस् त, धन्यवाद, नमस्कार, जय नेपाल। जय नेपाल।